जागते ही रहना तुम कहीं न सो जाना। शान्ति महोत्सव छ र त्यसमा चाहिँ हामी जाँदैछौँ। आज चाहिँ शान्ति महोत्सवमा जाने हो, परमेश्वरको त्यहाँ सेवा गर्ने हो र केही कुराहरू सिक्न पनि मौका पाइन्छ त्यहाँ। हामी बुद्धनगर पुगेको छौँ स्कुटीमा हो। हाम्रो ड्राइभर हुनुहुन्छ मिस प्रतीक्षा अनि म उहाँको आज पेसेन्जर बनेको छु। म चाहिँ हातमा छ। अहिले तिना खोला पुगिसकेको छ हामी। रिभर ब्रिज अहिले चाहिँ आजको मौसम भनेको पानी पर्न थियो, तर अहिले चाहिँ घाम गरेको छ। एभ्रिवान मैले देखेको छु त दिदी अन्जुभन्दालाई रियलमा देखेको। कस्तो सानो छिन् कि दिनी अन्जुभन्दा? तिमी सानो हुनुहुन्छ? त्यति हो त हुनु न होला भयो। सानो हुनुहुन्छ कि तिमीले त्यो पास्टियामा जस्तो के? पास्टियामा जस्तो चाहिँ हुनुहुन्छ कि उहाँको हाइट? यो चाहिँ हामीमा पुगेछौँ चौडा चोक। मेरो क्या बुढ्यो रोक्नु यसो यसो म जान्छु। साँच्चीकै हो कि यही हो, म दौड जान्छु। मेरो क्याब बुढेछ गाइज। अत्यधिक मेरो क्याब बुढे राम्रो लाग्दैन। ल हामी आइसकेको छौँ। यो गेट नम्बर 3 रहेछ। धन्यवाद शान्ति महोत्सव गाडी हजुर त खाली छ नि सबै। स्टार्टिङ गर्ने क्या दिदी? यहाँ 3 जना आउनुभएछ। अब हामी जाँदैछौँ पार्किङ। हुनुहुन्छ हुन्छ हुन्छ निस्किनको लागि नि। ल दिदी पार्किङ गर्नु, हेलमेट निकाल्नु। ए क्याब यहाँ रहेछ तपाईँको? मैले भनेको कता आज लिनु भएछ नि। ठिक छ ठिक छ। लक गर्नुभयो कि नै? पर्दैन गरिदिनु न हल्का सेफ्टीको लागि। सेफ्टी गर्नुपर्छ नि त, यहाँ यति धेरैजना आउनुहुन्छ।
सबैजना आउँदै हुनुहुन्छ जयमसी सबलाई यहाँ चाहिँ सबैजना हुनुहुन्छ हामी अहिले चाहिँ जस्ट यता हल्का छोटो ब्लग पनि बनाउँदैछु तपाईँहरूको लागि भिडियो हेर्न सक्नुहुन्छ पुरा अहिले सबैजना यहाँ बस्नुहुन्छ अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ यस ब्लगमा तपाईँहरू स्वागत छ आज चाहिँ अन्जु बन्दा हुनुहुनेछ रहेछ यहाँ चाहिँ पानीहरू त्यहाँ चाहिँ सेटअप गर्ने हो त्यो चेयरमा अनि त्यो जुन सबै त्यहाँ कुर्चीहरू जहाँ राखेको छ त्यहाँ चाहिँ सबै फ्यानहरू राख्ने हो हामीले पानीको ट्याङ्की पनि आइसक्यो अब यहाँ सबै भोलिन्टियरहरू हुनुहुन्छ यहाँ चाहिँ सेटअप पुरा रहेको छ पुरा अब सेटअप गर्ने हो पानी हालेर रहेको छ त्यतै छ यहाँ भोलिन्टियरहरू सबै पानी भर्दैछौँ हामी यहाँ चाहिँ सबैजना आउँदैछौँ बिस्तारै बिस्तारै अब 1 बजिसकेछ 2 बजी स्टार्टिङ हुन्छ प्रोग्राम पुरा हामी अब स्पिकरहरू रेडी गर्दैछौँ सबै ड्रम सेट रहेको छ चाहिँ हाम्रो ड्रम सेट भयो ड्रमर दाइ हुनुहुन्छ क्या जेमसी तपाईँ कुन चर्चबाट जागृति ए ओके स्पिकर रहेको छ अहिले चाहिँ म यहाँ स्टेजमाथि सेटअपहरू गर्ने पुरा त्यो चाहिँ सबै एसी रहेको छ ठुल्ठुलो एसी कुलर फ्यानहरू रहेको छ स्पिकरहरू रहेको छ पुरा यसको यसलाई जोडन गरेको छ यसमा पुरा स्टेटमा छौँ यहाँ चाहिँ पुरा अहिले यहाँ स्टेटको चत्तालाई चाहिँ त्यो टेन्ट रहेको छ अहिले हामी स्टेटमाथि छौँ र यो चाहिँ पुरा सेटअप हुँदैछ हाम्रो दाजु हुनुहुन्छ दाजुको नाम के हो नि कुमार सुनार रे मेरो नाम चाहिँ ओमनाथ चौधरी हो मेरो यस ओके खुसी लाग्यो आफ्नै मतलब विश्वासी मतलब भेट हुँदाखेरि छुट्टै खुसी लाग्छ नि त त्यस्तै पुरा माइकहरू सेटअप हुँदैछ हुनुहुन्छ पत्र गर्दै हुनुहुन्छ उहाँ नमस्कार दिनेहरू जेमसी शान्ति हुनुहुन्छ अनि आएछ तेस्रो दिन लास्ट दिन रहेको छ आज पनि उहाँले चौचो र केही भेराइटीहरू बेच्नुहुन्छ हाम्रो के भन्छन् समथिङ किराना पसलको सामानहरू आटोबाट लानुपर्छ सामान अब स्टार्ट हुँदैछ त्यहाँ प्रार्थना चल्दैछ हाम्रो स्टेजमाथि आमेन हामी पानी दिँदै जाँदैछु प्रार्थना गर्नुपर्छ यही हो हाम्रो अहिलेको सेवा परमेश्वरप्रतिको ड्रमर खतरा रहेछन् के ड्रमर खतरा छ
पर्यो बा पनि Cengki चाहिँ पुरा छ यहाँ चाहिँ स्टेट रहेको छ हाम्रो सूर्य जैसम गदै तुरैको आवाजमा सर्को गरी करार छुटकाराको बर्सात जीवनबाट चाहिँ आउँछ जागते रहना, सो मत जाना, दुनिया के बहनों में फंस मत जाना, जो आने वाला है। जागते ही रहना तुम कभी न सो जाना, जागते ही रहना तुम कहीं न सो जाना। जागते ही रहना तुम कहीं न सो जाना, जागते ही रहना तुम कहीं न सो जाना। प्यार का मसीहा पर वो जरूर आएगा, प्यार का मसीहा वो तो वो आएगा। मसीहा आए, मसीहा 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 आएगा, मसीहा आएगा।
थ्याङ्क यू सो मच, थ्याङ्क यू। यो भजन गाउँदाखेरि नि मेरो आवाज अझै पनि सुक्खा थियो, आएको थिएन। भर्खर भर्खर प्रभुमा विश्वास गरिरहेको थिएँ यो आवाज आउँदाखेरि चाहिँ। त्यस कारणले यो आवाजमा तपाईँहरूले सुन्न सक्नुहुन्छ, थोरै थोरै सुकेको आवाज सुन्न सक्नुहुन्छ। मलाई गाह्रो भएर गाएको गीत थियो यो। तपाईँलाई मनपर्छ यो गीत? मनपर्छ? मलाई पनि मनपर्छ है। धन्यवाद धन्यवाद धेरै धेरै। हामी अर्को पनि गीत गाउनेछौँ अनि त्यस पछाडि थोरै तपाईँहरूले गवाई, मेरो जीवनको गवाई कतिजनाले सुन्नु भएको छ? भनेपछि कतिजनाले सुन्नु भएको रहन्छ, अझै पनि थाहा रहन्छ कति कुरा चाहिँ। तर धेरैजनालाई थाहा भएछ, किनभने म धेरै भन्छु नि त होइन। हिजो आउँदा आउँदै पनि मैले त्यहाँ हजुरको के अरे बिच बाटोमा हामी खाना खान बस्दाखेरि त्यहाँ पनि मैले प्रभुको बारेमा सुनाएँ। एउटा बहिनीलाई धेरै भूतात्माले सताएको रहेछ, त्यहाँ पनि प्रार्थना गरेर आयौँ हामीले। धेरै मान्छेहरू आउनुभएको थियो, कति खुसी हुनुभयो। म पनि धेरै धेरै आनन्दित भएँ। मेरो दिदी म मिलेर हामीले प्रार्थना गऱ्यौँ त्यहाँनिर। त्यस कारणले प्रभुको बारेमा त जतिपल्ट पनि जति बेला भए पनि सुनाइरहनु मन लाग्छ, किनभने यसमा जीवन छ नि त, होइन त? हजुरहरूको पनि आफ्नै जीवन गवाई होला, मेरो पनि आफ्नै जीवन गवाई छ। सबैजनालाई परमेश्वरले आफ्नो आफ्नै तरिकाले चुन्नु भएको छ होइन। त्यही भएको हुनाले अर्को एउटा भजन कुन चाहिँ छ त, हामी कुन दिनु हुँदो रहेछ हेरौँ त हजुर।
महिमा होस्। फेरि पनि मिठो ताली परमेश्वरलाई महिमाको लागि। हालेलुया। आहा कस्तो मिठो। अनि यो गीतले भनेको जस्तै जब म प्रभुको भएर जिउन थालेँ त्यसपछि हाम्रो जीवनमा धेरै कुराहरू परिवर्तन आएको हो। हजुरहरूलाई त थाहा नै छ मेरो जीवन गवाई कतिलाई थाहा छ हुन्छ ल। अब जहाँ गवाई त्यहाँ के हुन्छ? दबाई हुन्छ, दबाई। हालेलुया। हो साँच्चै मैले धेरै ठाउँमा परमेश्वरको बारेमा जब सुनाएँ तब सुसाइडल केसहरू पनि रोकेको छ। हिजोको दिनमा म पनि धेरै पटक आफूलाई मार्ने कोसिस गरेको मान्छे हो नि। आज हेर्नु त यहाँ कस्तै छु म, कस्तै छु म, सुन्दर देखिया छ। यो सुन्दर ड्रेसको लागि पनि कुसुम बुटिकलाई म धन्यवाद दिन चाहन्छु। प्यारी बहिनी हुनुहुन्छ, धेरै दुःख गर्नुहुन्छ बिचरा। अहिले उहाँ 7 महिनाको प्रेग्नेन्ट हुनुहुन्छ, 7 महिनाको बच्चा छ गर्भमा। अनि उहाँको लागि पनि हजुरहरूले प्रार्थना गरिदिनु। साह्रै बिमारी भइरहनुहुन्छ, जहिले फोन गरेर पनि साह्रै बिमारी भएर नि कुसुम हो है, नाम प्रार्थना गरिदिनुहोस् है सम्झेर। अनि नि म चाहिँ नबिर्से नबिर्से तिमीलाई नपाए तिमीलाई
सागर सरी माया तिमीलाई देउला। यस्ता कैयौँ गीतहरू हजारौँ गीतहरू रेकर्ड भइसकेका छन्। सयौँ गीत रेकर्ड भइसकेपछि मेरो आवाज बस्न थाल्यो, घाँटी सुक्न थाल्यो है, केही नआउने एकदम सुक्खा हुन थाल्यो, एकदमै गाह्रो हुन थाल्यो मेरो घाँटीमा। अनि सर्पको जस्तो मेरो आवाज भएको थियो, अनि म गाउनै नसक्ने भएँ। त्यसको साथसाथै मलाई धेरै औषधिहरू उपचारहरू गरिएको थियो, त्यस कारणले गर्दा मेरो किडनीमा पनि हान्दैछ धेरै औषधि उपचार भएर। किडनी पनि एकदमै धेरै दुख्ने, युरिन इन्फेक्सन भएर थलो पर्ने, अनि त्यस्तै गरेर माइग्रेन र पिनास। यो टाउकोमा माइग्रेन र पिनास भएपछि अरू के चाहिएर, माइग्रेन र पिनासले मेरो टाउको, यो घाँटीको साइड यो सबै दुख्थ्यो। अनि यो हात भाँचेको थियो, यो औँला, यो हात भाँचेको कारणले यो सबै दुख्थ्यो। अनि त्यसै अनुरूप मेरो पेट दुख्ने, ढाड दुख्ने, सबै कुराहरू दुख्ने, कुर्कुचा त उभिनै हुँदैन थियो, दुख्थ्यो। अनि एक तला माथि यस्तै गराबाट हामफालतिर मेरो खुट्टा, यो खुट्टा चाहिँ फ्र्याक्चर भयो, यो खुट्टा चाहिँ मेरो त्यस्तो भएपछि म कहीँ हिँड्न डुल्न सक्ने भएन। मलाई एकदमै दुःख भयो, कष्ट भयो। म दिनरात रुन्थेँ, दिनरात मलाई गाह्रो हुन्थ्यो। यही दिदी हुनुहुन्थ्यो, उहाँहरू दिदीहरूले मलाई स्याहार्नुहुन्थ्यो, धेरै रुनुहुन्थ्यो उहाँहरू। अनि मलाई मृत्यु द्याओ, मलाई जिउनलाई गाह्रो भयो, मलाई साह्रै कष्ट भयो, मलाई मृत्यु द्याओ। अनि मलाई एउटा होइन पोइजनयुक्त एउटा सुई लगाइदेऊ भन न, अनि म आनन्दले मर्न चाहन्छु भन्थेँ मैले के। दिनमा कति पैसा कमाउँथेँ, हजारौँ पैसा मेरो हुन्थ्यो, तब पनि कहाँ जान्थ्यो थाहा थिएन, त्यस्तो अवस्था थियो। एउटा झुसिल किराको जीवन चाहिँ मैले जिइरहेकी थिएँ। त्यो झुसिल किराको जीवनमा उसको आफ्नो इच्छा, उसको आफ्नो आकाङ्क्षा, उसको आफ्नो सपना बिप्ना केही पनि हुँदैन। जसले आएर पनि उसलाई कुचल्न सक्छ, मार्न सक्छ, र उसको आफ्नो खुसी हुँदैन त्यहाँ। जो पनि देख्दाखेरि डराउने किसिमको हुन्थ्यो होला, किनकि त्यस्तो धेरै अवस्थामा म पुगिसकेको थिएँ। त्यत्रो धेरै ठुलो गायिका भइसक्दा पनि त्यस्तो अवस्था थियो मेरो। तर त्यस पश्चात जब वीरगन्जमा गइयो, त्यहाँ मेरो सानो बाबा सानो मम्मी हुनुहुन्छ मात्र थाहा थियो मलाई। त्यहाँ गएपछि भोलि शनिबारको दिन 1 जना 2 जना 3 जना 4 जना गरेर तपाईँहरू जस्तै धेरै मान्छेहरू आउनुभयो, जसले मलाई चिन्नु भएको छ। अन्जु पन्त खुसी हुनुहुन्छ उहाँहरू। म धेरै दुःखी छु, कष्टित छु, आँखाबाट आँसु बगेको छ, मलाई गाह्रो भएको छ, कष्ट भएको छ। त्यस पछाडि म त्यहाँ बसेँ, मलाई राख्नुभयो, यस्तै गीतहरू बज्न थाल्यो। गीत बज्दै गर्दा मलाई अनौठो फिल भइरहेको थियो। त्यस पछाडि एउटा शिरमा एउटा छुवाई महसुस गरेँ, अनि एउटा कानमा आवाज ठोकियो, हे परमेश्वर पिता, तपाईँले बनाउनुभएको सुन्दर सृष्टिलाई कसैले पनि तहसनहस गर्न नसकोस् भन्ने शब्द आयो। यो शब्द के सुनेको, मेरो आँखाबाट आँसु यति धेरै बग्यो, जति रोयो त्यति फुल जस्तो, कवास जस्तो हल्का हुन थाले। मेरो जिन्दगीमा पहिलोचोटि मैले मेरो आत्मामा, शरीरमा सबै कुरा विश्राम पाएको त्यही ठाउँ हो, वीरगन्जमा, मेरो सानो बा सानो मम्मीको ठाउँमा। परमेश्वरलाई महिमा होस्, प्रभुको धन्यवाद। त्यस पछाडि मैले त्यहाँनिर थाहा पाएँ कि त्यो चाहिँ किन त्यस्तो गरिएको, यस्तो साधारण कुरामा कति असाधारण पावर, कति धेरै शक्ति अनि सामर्थ्य रहेछ। त्यो चाहिँ के रहेछ त यो भनेर मैले जब सर्च गरेँ, तब चाहिँ मलाई बताइयो येशू ख्रिस्टको नाउँमा गरिएको प्रार्थना रहेछ मेरो लागि। अचम्म, प्रभुलाई धेरै धेरै महिमा होस्। जीवित प्रभु अहिले हेरिरहनु भएको छ, उहाँले नै यो सबै कुरा प्रबन्ध मिलाउनु भएको छ, उहाँ नै सबै कुराको मालिक हुनुहुन्छ। उहाँले मलाई त्यस्तो ठाउँमा लगेर चाहिँ सारा हजारौँ ढोका ढकढकाउँदा म पागल भइसकेको थिएँ, म थकाहारा भइसकेको थिएँ होइन। मत्ती 11:28ले के भन्छ, ए बोझले लादिएको र थाकेकाहरू तिमीहरू मकमा आएर म तिमीलाई विश्राम दिन्छु, तिम्रो सबै बोझ मलाई देऊ, तिमी त आनन्दले हिँड भन्नुभएको छ। हामी आफै लिने कोसिस गर्छौँ, के नै सक्छौँ जस्तो भएर केही सक्दैनौँ होइन। केही सक्छौँ त हामी, सक्दैनौँ। अनि त्यसरी परमेश्वरले मलाई त्यहाँनिर चुन्नु भएको कुरा महसुस भयो, अनि मैले ग्रहण गरेँ, प्रभु येशूलाई मेरो हृदयमा बोलाएँ। त्यस पछाडि ब्याक टु काठमाडौँ, त्यस पछाडि बाइबल स्टडी गर्न थालेँ, अनि मैले थियोलोजी पढेँ, त्यसपछि ग्रेजुएट गरेँ। अझ पढेर अनि जीवनमा आएर मैले सबै कुराहरू भोगेँ। त्यस पछाडि मैले चाल पाएँ कि सत्य के रहेछ। त्यस पछाडि मैले धेरै मानिसहरूलाई, आज 15 वर्ष हुन लाग्यो मैले प्रभुमा विश्वास गरेको, 15 इयर्स। अहिलेसम्म पनि मेरो आँखा खुलेदेखि नचिम्रेसम्म, रात नपरेसम्म सुनाएको सुनाइ
किनभने परमेश्वरले शुभ समाचार जो स्वर्गको शुभ समाचार छ त्यो सुना भन्नुभएको रहेछ। एउटा मिठो खानाको त कति तारिफ गरिन्छ होइन, जो चाहिँ अहिले खायो अहिले भर्खरै नष्ट भएर जान्छ, त्यस्तो चिजको त हामी कति तारिफ गरेर आफ्नो पैसा खर्च गरिकन साथीभाइहरू आफन्तजनलाई खाना दिन लान्छौँ भनेदेखि यो त यसरी नष्ट भइहाल्ने खाना होइन रहेछ, यो त जीवनको खाना रहेछ, जीवनको पानी रहेछ, हो कि होइन? जीवनको पानी जब मैले पाएँ जो कहिले नतिर्खाउने, त्यस पछाडि त अरू के चाहियो र? येशू पाइयो अब त के चाहियो, येशू पाइयो अब त के चाहियो, हो कि होइन? अब येशू नै पाइसकेपछि त अब के चाहियो होइन? मजाले भन्दै हिँड्ने हो, मेरो पितामा चाहिँ जीवन रहेछ है, तपाईँहरू सबैको पिता हुनुहुन्छ, आउनुहोस् भन्ने हो। किनभने परमेश्वर त्यही नै चाहना गर्नुभयो। अनि त्यस पछाडि त धेरै सुनाउने गवाही सुसमाचार आशिष त कति बगे। म जीवनको अन्त्य हुन्जेलसम्म पनि परमेश्वरले मलाई त्यो शक्ति सामर्थ्य र त्यो ज्ञान बुद्धि दिइरहनु भएको होस् कि म सबैलाई सुनाउन सकौँ, सबैलाई परमेश्वरको बारेमा भन्न सकौँ। र यही नै प्रार्थना छ। परमेश्वर भलो हुनुहुन्छ, परमेश्वरमा मात्रै जीवन रहेछ है प्रियजन। प्रभुमा रहनु चाहिँ सबैभन्दा पहिलो नम्बर 1 कुरा रहेछ। त्यस पछाडि अरू त सबै कुराहरू आइहाल्छ। अनि त्यस पछाडि मैले परमेश्वरमा यो आवाज मैले मागेँ, मैले आफ्नो पापहरूमा क्षमा मागेँ। अनि त्यसपछि मैले मागेँ परमेश्वरमा, प्रभु मलाई अबको उपरान्त आवाज दिनुहुन्छ भने कहिले नसुक्ने आवाज मलाई दिनुहोस् भने होइन। अभी मुझे आप आवाज दोगे तो कभी ना सूखने वाली आवाज मुझे दे दीजिए, मैंने कहा, मैंने मागा परमेश्वर से। र परमेश्वरले मलाई भन्नुभयो, मैले क्षमा मागेपछि अनि अर्को कुरा पनि मैले भने परमेश्वरलाई, मलाई आवाज दिनुहोस् है प्रभु, मलाई दिनैपर्छ मात्र होइन, त्यसको साथसाथै मैले परमेश्वरलाई के भनेको थाहा छ? परमेश्वर कुनै एउटा पाले होइन, कुनै एउटा नोकर होइन, उहाँ त महाराजा हुनुहुन्छ, हो कि होइन? अनि आदरसहित क्षमा माग्दै उहाँको समीपमा गएर रुँदै मैले भने परमेश्वरलाई, प्रभु मलाई अबको उपरान्त आवाज दिनुहुन्छ अनि कहिले नसुक्ने आवाज दिनुहोस्। तपाईँलाई त थाहा छ मलाई गीत गाउनु कति मनपर्छ, तर यस्तो हुँदै पनि यदि मेरो आवाज नआएर तपाईँको महिमा हुन्छ भने तपाईँलाई धन्यवाद भने मैले। प्रभु त हृदय मात्रै हेर्नुहुन्छ, यसरी आवाज दिनुभयो, आजसम्म कहिले सुकेको छैन। हालेलुया! कहिले नसुक्ने आवाज साँच्चीकै दिनुभयो है परमेश्वरले मलाई। यो परमेश्वर यति भलो हुनुहुन्छ। त्यस पछाडि त मेरो जिन्दगीका यो शरीरका अङ्ग प्रत्यङ्गका जति पनि रोगहरू थिए, जति पनि कष्टहरू थिए, बिस्तारै परमेश्वरले म उहाँमा रहने कोसिसमा लागेँ, उहाँमा रहने इच्छा गरेँ अनि उहाँलाई खोज्ने, दिनदिनै उहाँसँगै रहने इच्छा गरेपछि त सबै कुरा हटेर गयो। हालेलुया! सब कुरामा परमेश्वरले निगाह अनुग्रह गर्नुभयो। त्यस पछाडि मलाई सबै कुरामा पाइला चाल्नलाई सिकाउनु भयो, बुद्धि ज्ञान विवेक समझ शक्ति दिनुभयो। यो परमेश्वरको बारेमा जति तारिफ गरे पनि कम हुन्छ, जति तारिफ गरे पनि कमै हुन्छ। प्रभु यति भलो हुनुहुन्छ। ल अब यो गवाहीको साथसाथमा सुन सुसमाचार छ कि छैन त्यहाँनिर हेर्नु त। हो त्यो गीत गाउँ त, सुसमाचारकै गीत गाउँ। हेलो हुन्छ, हाम्रो गायिका अन्जु पञ्चज्यूले यो गीत गाउँदै गर्नुहुँदा हामी भेटी पनि सङ्कलन गर्ने भनेर मलाई जानकारीमा आएअनुसार हामी भेटीको निम्ति पनि तयारी अवस्थामा रहनेछौँ। उहाँले गाउँदै गर्नुहुनेछ, नाच्दै पनि गर्ने र हामी भेटी पनि प्रभुलाई चढाउँदै पनि गर्ने। यहाँहरूलाई सूचना हस्। धन्यवाद। धन्यवाद, धेरै धेरै धन्यवाद। जानुहुन्छ नि? हजुर, होइन त? तपाईँ पनि जानुहुन्छ। तर यो दिनलाई हामी सधैँ हृदयमा राख्नेछौँ है। आज मलाई होटलमा पनि भाइ हुनुहुन्थ्यो, मेरो छोरीभन्दा सानो रहेछ। अनि त्यसपछि मलाई भन्दै थियो, तपाईँ 15 वर्ष अगाडि आउनुभएको थियो दिदी यहाँनिर, म सानो थिएँ भन्दै थियो मलाई के त्यो भए तपाईँहरूकोमा पनि आउँछु भन्दै हुनुहुन्थ्यो उहाँले। तर अब समय मिलाएर आउनुहुन्छ होला सायद, कतिखेर आउनुहुन्छ है। अनि हाम्रो राहुल भाइको मम्मीहरू आन्टीहरू पनि आउनलाई खोजिरहनु भएको थियो, कारणवश आउनु पाउनु भएन। तर अब नेक्स्ट टाइम है। हुन्छ, सुसमाचार सुन्दर। मेरो आवाज अलिकति कानमा कन्ट्रोल दिनुहोस् है। ल डेलिभरी बोक थोरै
प्रब्लम नहोस्। कस्तो माया लाग्ने परमेश्वर है, कति माया लाग्ने। हालेलुया, इमानुएल, एल रोय बाबा। सायद उहाँहरूले पनि सुन्न सक्नुहुन्छ होला सायद कता कता। हेर्नु त। अब हामी एउटा हिन्दी गीत गाउनेछौँ, राजाओंका राजा प्रभुका प्रभु है त। ओके ओके। तर एकछिन यो हेलिकप्टर आउँदै गर्दा हामीले यस्तो हेऱ्यौँ सबैजनाले हेलिकप्टर वाउ होइन। तर परमेश्वरले के भन्नुभएको छ, तिमीहरूलाई मैले आएर रगत बगाएर तिमीहरूको ऋण चुक्ता गरिदिइसकेको छु। अबको उपरान्त तिमीहरू पवित्र र शुद्ध भएर बस्नु। म दोस्रो पटक लिन आउँछु, तर केमा? आँखाको एक निमेषमा झिपिक्क पार्दाखेरि येशू आइसक्नुहुन्छ। येशू आउनुभन्दा अगाडि हामीले आफूले आफूलाई पूर्ण रूपले शुद्धतामा सिद्धतामा उहाँमा रहेर उहाँलाई मनपर्दो काममा हामी लागिरहनुपर्छ, हो कि होइन? लागिरहने हो त? ल हुन्छ ल, धन्यवाद। मैले फर्स्ट टाइम गाउँदैछु है यो चाहिँ। राजाओं का राजा है वो, प्रभु का प्रभु है। राजाओं का राजा है वो, प्रभु का प्रभु है। प्रभु यीशु मसीह, प्रभु यीशु मसीह, प्रभु यीशु मसीह, प्रभु यीशु मसीह। राजाओं का राजा है वो, प्रभु का प्रभु है। राजाओं का राजा है वो, प्रभु का प्रभु है। हो कि है ना? शत्रु को हरा दिया, संसार को जीत लिया, मृत्यु से पार हो गए, अनंत जीवन दिया। शत्रु को हरा दिया, संसार को जीत लिया, मृत्यु से पार हो गए, अनंत जीवन दिया। विरोध में था मिटा डाला, राजाओं का राजा है वो, प्रभु का प्रभु है। राजाओं का राजा है वो, प्रभु का प्रभु है। यीशु मसीह, प्रभु यीशु मसीह, प्रभु यीशु मसीह, प्रभु यीशु मसीह। राजाओं का राजा है वो, प्रभु का प्रभु है। राजाओं का राजा है वो, प्रभु का प्रभु है। थ्याङ्क यू। ओके बाई। ल यो गीत चाहिँ मेरो अन्तिम रहनेछ, त्यस पछाडि चाहिँ पास्टर बाबाहरूले प्रार्थना गर्नुहुनेछ है त। ल सबैजनाले वही भीड़
हाम्रो यो जमघटबाट भेटघाट खुसी जाम, जाम। हुनुहोस्। उहाँलाई हामीले यस्तो नाचगान गाएको उहाँलाई प्रशंसा चढाएको चाहिँ सुन्दर 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 धूपको बास्ना सर जाओस् है। परमेश्वर हाम्रो हृदयबाट, हाम्रो आत्माबाट, हाम्रो शरीरबाट, अङ्ग प्रत्यङ्गबाट, हाम्रो जीवन शैलीबाट आज चाहिँ नास्ता यही रहेछ गाइस। भगवान् भोक लागेको छ मलाई त। अझै खानु पर्यो चटनी। यसमा के छ यार? मोमोज रहेछ। यही रहेछ मोमोज खानु पर्यो। साइजमा पुरा सङ्गति आजको प्रोग्राम थियो सबै सक्यो। स्टेटमा सबैले सबैजना यहीँ हुनुहुन्छ हाम्रो सबै फोटो सेसन चल्दैछ। एकजनाको यो प्रमाणपत्र पनि पायौँ। आजको सङ्गति जस्तो भए पनि धेरै आशिषमय भयो, धेरै आशिष पायौँ र हामी अझै प्रार्थनामा अझै अगाडि बढ्नुपर्छ। दानियल जस्तै भनेर आज हामी सिक्न पनि पायौँ र आज धेरै कार्यक्रम भयो र मैले पनि भयो। अनि हुन्छ आज धेरै नै सबैलाई बाई।